मलाई सुहाउने केटी यो गाउँमा भेटिएला त मम्मी। तँलाई सुहाउने 4 खुट्टा भएको चाहियो कि यता सिङ उम्रिएको? अरे यो त लभ लेटर जस्तो छ त। ए हो र? मलाई त निवेदन जस्तो लागेको। घर त जानुपर्छ त भाउजू। के रे बहिनी? म यहाँ भाउजूकै याद दिलाए त दाइ। केटी लिएर आउने काम तिमीहरूको हो? हजुर दाइ। बाउ बिहे गर्छु भनेर उफ्रिया छ, आमा मर्छु भनेर रोया छ, छोरा लामा भनेर मान्छे कुट्या छ। लाई डिस्टर्ब नगर्नुहोस्, यहाँ शान्तिसँग बस्नु छ। तिमी मसँग जिस्किनु आएको यहाँ? होइन सर, मेरो नाम पनि शान्ति नै हो। नाम सुनाउनु आएको? केटी देखेपछि त्यसै फर्किन्छ। एउटा खोजौ न। अब तेरो काजी दाइले खुट्टा नभएको केटी खोजी मात्र त भने। खुट्टा नभए चाहिँ किन खोज्ने? भएको त भागिहाल्छ। ओइ गर्ने आहा कति प्रेमले बोलाको। हजुर छिटो न ढिलो भयो। अब सुटोको छोरी त होइन? हो नि दाइ, राम्री केटी त टाढेबाट छर्लङ्गी चिनिन्छ कि दाइ? भैँसीले रागो खोजेर कराए कि तिमीलाई खोज्न तिम्रो घरतिर गएको, तिमी त खोलातिर गएको रहेछौ। आच्छे भैँसीले राँगा खोज्यो भने त राँगा पो खोज्ने त भेनालाई खोजेर हुन्छ त। ओरो राक्षस जस्तो छोरीहरू हान्ने भैँसी जस्तो। जाऊ। ओइ धुन्दुगाडी, अघि के भनिस् फेरि भन् त? जाँड खाएको कुरो बिर्सियो। तिमी कति किलो छ? 45। म 20 किलो बढी रहेछ। तिमी कति वर्ष भइरहेका? 20। ए म 15 वर्ष जेठो रहेछ। बाफ्रे क्या डेन्जर छ कि तिम्रो बुवा। किन के गरेर तँलाई? मलाई त के गर्नु र, मलाई त माया गर्छन् बुढाले। ओ कर्णे यहाँ मर, जाँड खा भन्छ बुढा। तपाईँ हार्नुभयो अनि नाङ्गिनु भयो भने म यही टावरबाट हाम फाल्छु। म जसरी जित्छु, जितेर दुनियाँको अगाडि नै तिम्रो अगाडि नागिन्छ। तपाईँलाई बिहे गर्नु मन छैन हो? छ, मन भएर त यहाँ छु तिमीसँग। अनि कहाँ छ त दिमाग? कोर्टको खल्तीमा राखेको थियो, छैन त अब। भनेको ग्रहण हो क्या, सधैँ रविलाई मात्रै छेकिरहन्छ क्या। रवि लाम छानेको लागि देश विकास नसा हो क्या, युवा सफल दशा हो। कसैको मलाई बाल छैन तो बाल्दै। कोरिया भाषा सिक्ने ठाउँ यहाँ पनि मुजी छोल्दा सिक्दा भन्ने सिकाउँछ। हरिका म पढ्दिनँ त्यसो भए यस्तो। हेर्नुहोस् त मुजी। भयङ्कर व्यस्त छु। पहिलो प्रश्न, आजको यो जुन कार्यक्रम छ यो कार्यक्रमले के सन्देश दिइरहेछ? यो केही होइन, किरा खोजेर मार्नुपर्छ भन्ने। हजुरको नाम युवराज सफल छ। हजुर हजुर न युवराज जस्तो देखिनुहुन्छ न, हजुर सफलले हुनुभएको छ। यो नाम चाहिँ कसले राखिदिनु भएको छ? साह्रै चलाक बनाएको रहेछ। त्यो अनुसारको बौद्धिक खुराक पुर्याउन एउटा कम्प्युटर किनिदिनु पर्यो। चलाक हामीले बनाएको होइन, त्यो आफै भागो हो। कम्प्युटर पनि त्यो आफैले किन्छ। उहाँ आएपछि नै भएको हो? कस्तो उहाँकै हो र? उहाँकै हो। कसरी हुन्छ? उहाँ आएपछि नै भएको हो नि त बच्चा। Women. क्या लाउडे
मैले सबैभन्दा नबुझेको कुरा भनेको महानायक भन्नेको अर्थ खास के हो? Women. त्यहाँ होइन हौ, खुट्टाको लागि केसम्म गर्न सके क्या भिडियो खत्तम बाय टाटा गुड तैँले चाहिँ मसँग गेम खेल्न हुने अनि मैले चाहिँ तसँग गेम खेल्न नहुने मैले पनि खेल्नु परेन परेन घर नै निल्न खोज्ने के पारा हो पारा के हो ज्वाइँ साहब घर चाहिँ पारा बिहा किन्न नगरेको भन्दाखेरि जब दुध खान पाइरहेको छ गाई किन्न पाल्ने होटलमा ल्याएको देखे हुनाले होटलमा चाहिँ पैसा दिनु मेरो खराब पानी Women. तपाईँ खड्किने भएर बस्न नदिएको खर्किने भएर मतलब भएन नि यो म यतिसम्म विद्रोह गर्थेँ कि यो हाम्रो भोटेवालमा ज्यापुहरूको इनार मलाई थाहा छैन म त्यहाँ गएर मर्चियाहरू चाहिँ को कासको आएर चाहिँ पानी लिने केही नभने हामी गएर कि छुनु हुँदैन भन्थ्यो क्या ज्यापुहरूले मैले के थाहा छ मरेको बिरुवा ल्याएर त्यो इनारमा झारेको बिग्रेको मान्छे म भत्केको घर यसको नाम के हो यसको नाम कुकुर हो कुकुर कस्तो मान्छे हुँदैछ कुकुरे यसको नाम के हो काले कि मोटे यसको नाम के हो तिम्रो नाम सेते हो तिम्रो नाम कत्रो बिग डग त कति मोटो त कुकुरले हेर्नु त आइसक्रिम खाएको आमा ओहो so nice dog यत्रो big dog and she like to eat ice cream and he like to sleep in हिमा यस्तो खालको डगको म